गुड मर्निङ सबैजनालाई, वेलकम टु माई 11th vlog हैन। आशा गर्दैछु सबैजना राम्रै सन्चै हुनुहुन्छ होला भनेर हैन। मेरो भ्लग फेरि कमसेकम 13 दिनपछि आउँदैछ, यो 11th vlog हो हैन। र आजको के प्लान छ त? आजको यो भ्लगमा प्लान छ भने आज चाहिँ म मेरो साथीले मलाई इन्भाइट गरेको छ हैन, बाहिर डिनर गर्नुको लागि। र अहिले यतिखेर बजेर 9:30। म आज अलिक छिटै उठेँ हैन। बिहान उठेर चाहिँ म सिधा ब्रस गरेँ र अहिले चाहिँ म यतिखेर जाँदैछु यो कपाल काट्नुको लागि, किनकि यो कपालको लागि मेरोमा निकै विवाद भइराखेको छ हो। यो कपालले गर्दा हैन मेरो प्यारेन्ट्स पनि खुसी छैन र मेरो लाइफतिर पनि मान्छेहरूले कपाल काट भन्दैछ हो। र म आज गएको कपाल काट्नु। यतिखेर चाहिँ कपाल काटेर आएर मलाई सानो एउटा सपिङ गर्नु जानु छ, आजको लुगा बाहिर जाँदा लुगा लगाउनुको लागि हैन। त्यसपछि फेरि म जानेछु मेरो साथीलाई भेट्नु है त। अझ एउटा कुरा मलाई भन्नु थियो हैन, थ्याङ्क यू सो मच सबैजनाहरूलाई हैन। तपाईँहरूको साथ सपोर्टले गर्दा मेरो च्यानल मोनिटाइज भयो हैन। स्पेसली रुबी हैन, रुबिना, अन्त धन्नो, अस्मिता, रिन्ची, बिन्दु नाना हैन, करण ब्रो, साइना है, अन्त मौसम दादा, बेग दादा, सबैजनाहरूलाई क्या, मेनु हैन, शोभा, एमबिपी सर, सबैजनालाई हैन धन्यवाद छ मेरो भिडियो प्ले गरिदिनुको लागि, मलाई साथ सपोर्टको लागि हैन, मलाई गाइड गर्नुको लागि। र तपाईँहरूको कारणले आज मेरो च्यानल पनि मोनिटाइज भएको छ यतिखेर हैन। भएको कमसेकम 5-6 दिन भइसक्यो, तर आज ब्लग गर्नु पऱ्यो नि त हैन। र च्यानल मोनिटाइज भइसकेको छ हो। र थ्याङ्क यू सो मच। म पनि तपाईँहरूलाई रिटर्नमा यसरी नै साथ सपोर्ट गर्नेछु। मेरो केस काट्ने ठाउँ चाहिँ यतै कहीँ छ हैन। अन्त घाममा गयो भने कालो भइहाल्छ, त्यहाँबाट छायामा हिँड्नुपर्छ कि छिटो हिँड्दै मजा आउँछ। जिन्दगी सारा मोटर गाडीमा, यत्रो ठुलो ट्रक पायो त मोटर गाडी भनेको त यार। तनाव छ हौ, तनावमा छु यार गाइस। लु अब म पुगेँ। सानो एउटा स्टोर थियो यहाँ केस काट्ने, बन्द छ क्या यो रहेछ साइडको होइन, यो हो नि त केस काट्ने। र म चाहिँ यता अहिले केस काट्छु र म पछि आउँला है। अहिले भर्खरको सलुनमा होइन बेसी भिड थियो र मैले केही पनि गरिनँ। मलाई पर्खिनु मन लाग्दैन क्या, पेसेन्स नामको चिज छैन मसँग, जिरो छ एकदमै होइन। र म चाहिँ अहिले जाँदैछु अलिक महँगोवाला लोरियलमा जाँदैछु अहिले होइन। यो अगाडि नै छ, त्यहाँ जान्छु। यो पनि महँगो थियो है भन्नुपर्दा, यो पनि लिन्छ त्यसले 280 रुपियाँ लिन्छ केस काटेको होइन। तर म यो अगाडि लोरियलमा जान्छु, त्यहाँ खाली छ भने ठिकै छ, अन्त छैन भने वापस ब्याक टु द मेन कोर होइन। यतिखेर होइन बेङ्गलोरमा यस्तो बेसी हिट बढेको छ नि, समर त आएकै छैन होइन, यस्तो बेसी हिट बढ्दैछ होइन। किनभने यो रिजन के हो थाहा छ तपाईँहरूलाई? अस्ति नै मैले मेरो 5th भिडियो भनेको थिएँ, डिफोरेस्टेसन सबसे पहिला त होइन, रुखहरू काटिदिने होइन। अहिले यो पुरा कङ्क्रिट हेर्नुहोस् त, लु एउटा दुइटा रुख, यो 3टा रुख देखिँदैछ, त्यहाँबाट कहाँ देखेछ तपाईँले रुख? त्यो एउटा चौटा, बाँकी सब हेर्नु सिमेन्ट। अब के गर्छ दिनभरिमा यहाँ घाम आउँछ होइन, घाम आएर चाहिँ होइन त्यो घामलाई चाहिँ यो बिल्डिङहरूले सोक गर्छ, अन्त फेरि राति यही चिज रिलिज गरिदिन्छ हो। रिलिज गरेपछि चाहिँ त्यही यो गर्मी होइन भेपर भएर आउँछ, र त्यही कारणले गर्मी। अन्त त्यही माथि सेकेन्ड पोइन्ट इज अल्निनो भन्छ एउटा। अल्निनो चाहिँ एउटा मौसमको नाम हो होइन, काइन्ड अफ होइन। अल्निनो चाहिँ योपालि इन्डियामा लेट आइपुग्यो, त्यही कारण अल्निनोले चाहिँ के गर्छ भने नि यो टाइममा खास गरेर तपाईँहरूले ध्यान दिएको छ भने होलीको टाइमतिर होइन पानी परेको हुन्छ होइन भारतमा होइन। मतलब त्यही हो, इन्डियाको मनसुनको लागि नेपालमा नि होस् या फिर कुनै अब जति पनि छ सेन्ट्रल एसिया होइन, सरी इस्टर्न एसियातिर होइन, जति नि मनसुन छ त्यो सब मैले अस्ति तपाईँहरूलाई भनेको थिएँ मेरो 9th र 10th भिडियोमा, वेस्टर्न घाट भनेर त्यसकै उयो छ होइन, त्यो छ भनेरै पानी परिन्छ होइन। त्यो अल्निनो आउनु लेट भयो योपालि, र त्यही कारणले पनि होइन बेसी धुप छ, र अस्तिको दिन चाहिँ पानी परेको थियो। अहिले चाहिँ म पुगिसकेँ मेरो त्यो लोरियलमा होइन, त्यहाँ जान्छु म अब है केस काट्नु।
लोरियल आइपुगेको छु र मैले आरामले बोल्दैछु। मलाई लाज लाग्छ भिडियो बनाउन हर जग्गा, बुझ्नुभयो त? लाज लाग्छ कि मलाई भिडियो बनाउन। कौन है ये लोग, कहां से आते हैं ये? इनके पास ना रहने को घर है, ना रोजगार है, ना पैसा है, फिर क्यों चले आते हैं हमारे खूबसूरत शहरों को की खूबसूरती पे बट्टा लगाने? यिनीहरूलाई लाग्दैछ मैले के हेर्दैछु भनेर फोनमा, तर म त भिडियो बनाउँदैछु। ए उठाले रे देवा, उठाले रे बाबा। ब्याड न्युज होइन, लोरियलमा पनि लेट भयो। करे तो करे क्या, बोले तो बोले क्या? त्यहाँ पनि मेरो पछि मतलब एकजना मान्छेले गर्दै थियो, त्यहाँबाट त्यसपछि मेरो थियो होइन। तर त्यो मान्छेले घन्टा जस्तो के अझै गर्ने अरे। अन्त त्यो मान्छेले आएर सर सरी टाइम लगेगा भन्यो। अनि हुन्छ लु बाई भाइ भनेर म फेरि त्यहीँ गएको जहाँबाट अगाडि पनि निक्लेको थिएँ। त्यो मान्छेलाई चाहिँ मैले बाहना दिएको छु कि म खाजा खानु गएको थिएँ भनेर होइन। अब जाँदैछु फेरि त्यही नै। अगर इनकेस मैले त्यहीँ लोरियलमा काटेको चाहिँ म अर्को बाटो आउँछु सोचेको थिएँ, तर अब यही बाटो नै जान्छु होइन। अन्त त्यहाँ गएर अब केस काट्छु, अब चाहिँ त्यहीँ बस्छु हो केस गएर त्यहीँ काटेको थिएँ है। त फाइनली होइन मैले आफ्नो केस काटेर मैले चम्पी गराएको छु केसमा। मेरो लुक्स हेर्नु केसको कस्तो छ होइन। बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तौबा तौबा तौबा, थारा मूड खराब कर दिया। अब गएर नहुने हो। मैले केसमा कहिले पनि तेल लगाउँदिनँ, पहिला लगाउँथेँ होइन, तर 2 वर्ष भइसक्यो तेल नलगाएको। आज तेल लगाइदिएको त सिक 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 लागिरहेछ हो। र गएर नुहाउँछु र म चाहिँ होइन केस काटेर घरमा आएर नुहाइ धुवाइ गरिसकेँ। अन्त अब चाहिँ म जाँदैछु एउटा टी सर्ट अन्त एउटा प्यान्ट किन्नुको लागि आजको लागि। पार्टीमा सामेल हुनु मन छ, मलाई मन छैन कतै पनि, तर खानु मन छ होइन। त्यो खानुको लागि चाहिँ जान्छु। र मैले कपाल काटेको कि काटेको जस्तो त लागेन हो, नयाँ राति हेरेको त। बाहिर यस्तो गर्मी छ, फेरि आँखा रातै भएछ होला कि के हो छैन होला है। र म चाहिँ अब जाँदैछु, सानोको लुगा किनेर आउँछु। अन्त फेरि घर आउँछु, घर आएर लाइभ बस्छु एकछिन। लाइभ बसेर चाहिँ त्यसपछि चाहिँ म एकछिन सुत्छु। सुतेर 7 बजीतिर जानु छ मलाई। साथीहरू म लुगा किन्नु आएको थिएँ, तर मैले के किनेँ, टावेल किनेँ। अब म एउटा कार किन्छु यताबाट होइन, यताबाट एउटा गाडी किन्छु। र मैले अलरेडी यो चाहिँ किनिसकेको छु होइन। युहु आज चलाउने है लाइभमा ल। अभी मजा आएगा ना भिडो। म थाकेँ अब हो लुगा किन्दा। मैले चाहिँ यति मात्रै किनेको छु है लुगा होइन, बेसी किनेको छुइनँ। चलो भाई देखो अब मैं क्या करता हूँ। म चाहिँ अब लुगा ट्राई गरेर आउँछु ट्रायल रुममा होइन। यो तपाईँहरूलाई पनि देखाउँछु है ल। म चाहिँ ट्रायल रुम लिएर आइपुगेँ। अब त्यो लुगा लगाएर ट्राई गर्छु ल एकपल्ट। ठिक छ। म चाहिँ अब जानुको लागि रेडी। मेरो पछाडि भेहिकल होइन, दामीवाला भेहिकल छ। र म चाहिँ चलो अन्ना चल्ते। यो मेरो खास होइन, खास BMW को सवारी गएको हो। BMW भन्दा कम छैन यो गाडी ओके। र म अब तपाईँलाई गएर पार्टीमा भेट्छु। र त्योभन्दा अगाडि म भनिदिन्छु, म चाहिँ सपिङ गएको थिएँ होइन। सपिङ गएर आएर एकछिन लाइभ बसेँ। लाइभमा तपाईँहरूले मेरो ट्रेन देख्यो होला होइन। अन्त त्यसपछि फेरि नुहाइ धुवाइ गरेँ, फेरि सुतेर अहिले चाहिँ जाँदैछु। अहिले टाइम हुँदैछ 7 बजेर कति मिनट, 38 मिनट कि 35 मिनट हुँदैछ। र अब निक्लेको र पार्टीमा गएर मासु खानु जान्छु है। म बसिराख्नु यसरी नै। म त्यहाँ पुगेपछि चाहिँ हजुर रातिको चमक है त्यहाँ। म चाहिँ अहिले आइपुगेँ होइन खानुको लागि। मेरो साथीले जहाँ मलाई ट्रिट दिँदैछ होइन। अन्त म पनि दिन्छु नि ट्रिट त।
अन्त अघि म मार्केट गएको थिएँ, मार्केट गएर होइन ट्रेन किने, लुगा किने हो, अन्त त्यसपछि फेरि अटोमा चढेर यता आइपुग्यो बल्ल र यता चाहिँ अब हामी खानु आँटेको है। देखो यो चाहिँ मेरो साथी अरुण, हाई बोल दो। आप बोलोगे हाई? ठीक है, ये रहा खाने का चीज है। ओके, अब म खाँदैछु पर्क होइन, यता चाहिँ चिकन। ओके, अन्त यो चाहिँ हो एसएमएस। अस्ति आएको थिएँ नि म मेरो 5th भ्लगमा होइन, एसएमएस। त्यो चाहिँ ठिक त्यसको अपोजिटमा एउटा एसएमएस हो यो होइन, दामी छ यो वाला ठाउँ पनि है। सो हाम्रो खाना चाहिँ आइसक्यो। आज खानामा यस्तो छ, दाल 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 एन्ड दिस एन्ड द्याट एन्ड दिस एन्ड द्याट होइन, सुँगुरको मासु उ त्यो नाइस। यो चाहिँ तपाईँको आलु र सुँगुरको मासु। अरू नि कुन सा वाला त तिल न, तिल और सुँगुरको मासु। उ त्यो चाहिँ बाँस र सुँगुरको मासु होइन। एन्ड यता चाहिँ चटनीहरू मजाको होइन। र अब हामी चाहिँ खाना सुरु गरेको है साथीहरू। तपाईँहरू चाहिँ हेर्दै बस्नुहोस् ल, हेर्दै बस्नु इन द सेन्स म एकछिन अब यो खाइसकेर मात्रै म चाहिँ आउँछु ल। हामीले चाहिँ खाना खाइसके र एकछिन यता वक हुँदैछ हो। यो चाहिँ तपाईँलाई अस्ति नै मैले मेरो 4th नै त 5th वाला भिडियोमै देखाएको थिएँ। यहाँ चाहिँ पबको होइन, पुरा एसियामै होइन नम्बर 1 मा आउँछ पब। हर ठाउँमा पब हुन्छ भन्छ नि, देख्नु हुँदैछ माथि। तर आज चाहिँ आज कुन चाहिँ डे? सन्डे होइन, सन्डे अहिले फिलहाल गभर्मेन्टले बन्द गराएको रहेछ होइन। र सन्डे चाहिँ हुँदैन अरे, फ्राइडे एन्ड स्याटरडे मात्रै। तर यसै नर्मली हुन्छ, गीतहरू चाहिँ बज्दैन भन्दैछ हो। र म चाहिँ यतिकै जाँदैछु अगाडि। म घुमी फेरि त्यही बाटो आएको छु। ओके, फेरि घुमी त्यही बाटो आएँ म होइन। भन्नुपर्दा त्यही बार अब ड्याङडुङ ड्याङ सुन्दैछ होला तपाईँहरूले हो। मलाई चाहिँ यहाँ केटीहरूले हेरेको होइन, के तिमी ह्यान्डसम गाई, तिमी फ्री छौ भनेर सोधेको छ। तर के बोले भाइ? अब के बोले के छ थाहा बोले? र मैले चाहिँ इग्नोर गरिदिएँ सबैजनालाई। म चाहिँ चोको मान्छे हो होइन, समझ रहे हो आप, समझ रहे हो। र म चाहिँ कसैलाई उयो गर्दिनँ हो, आरामले जान्छु। खाएर भुँडी पुरा अगाएको छ है गाइस ल। म भोलि पर्सितिर कहिले होइन हिँड्नु पनि साह्रो छ हो गाइस। तुमसे ना हो पाएगा। भर्खर खाना कसम मजा आयो खाना खानु होइन। सुँगुरको मासु दबाइदिए, त्यो पनि दुईवटा प्रकारको, एउटा सुँगुर विथ पटेटो, अर्को चाहिँ सुँगुर विथ तिल, त्यसपछि फेरि चिकन होइन। चिकनवाला पनि मैले बजाइदिएँ मजाले। लु एकछिन ल, म अब भिडियो एकछिन अफ गर्छु किनकि यहाँ मान्छेहरू बेसी छ है। थाक्यो हिँड्दा ब्याक क्यामेराबाट भ्लग गर्थेँ, त्यहाँबाट गर्नु सकिनँ किनकि मान्छे सबले हेर्दैछ हो। मलाई यस्तो लाज लाग्छ यार। भात खाएको पचाउनु पऱ्यो नि अब होइन। लगभग 1.5 किलोमिटर त हिँडिसक्यो होला, अझै हिँडौँ। धन्यवाद छ सबैजनालाई होइन यो भिडियो हेरिदिनुको लागि र तपाईँहरूको साथ सपोर्ट दिनुको लागि हो। र तपाईँहरूलाई पनि म यसरी नै सपोर्ट गर्नेछु होइन। यो भिडियोलाई चाहिँ अब म अन्त गर्नु खोज्दैछु है। थ्याङ्क यू सो मच एभ्रिबडी। तब तपाईँहरूलाई म आफ्नो नेक्स्ट भ्लगमा भेट्नेछु है त। थ्याङ्क यू।